guys, I'm back अनि नमस्ते म अलस्का साङ्गो। आज यहाँको कुन बन्छ करोडपतिको होस्ट। तिमीले आफ्नो इन्ट्रोडक्सन दिन चाहन्छौ? म चाहिँ अडियन्स भनौँ कि ऊ चाहिँ पार्टिसिपेन्ट छ हैन। अब चाहिँ हामी चाहिँ गेम खेल्छौँ। अब यो गेमको रुल चाहिँ सिम्पल छ हैन। हजुरलाई चाहिँ सुरुमा चाहिँ सबभन्दा सिम्पल क्वेसन सोधिन्छ। त्यसको लागि चाहिँ हजुरलाई 1000 रुपियाँ हुन्छ हैन। त्यसपछि इच क्वेसनको साथ हजुरको अमाउन्ट चाहिँ डबल हुँदै जान्छ। फर्स्ट क्वेसन 1000 रुपियाँ छ भने सेकेन्ड क्वेसन 2000 को हुन्छ भनेपछि हजुरले 3000 पाउनु भयो नि त हैन। थर्ड क्वेसन चाहिँ 5000 को हुन्छ भनेपछि हजुरले त्यही अनुसार एड हुँदै जान्छ ल। अनि हजुरलाई चाहिँ अब क्वेसनहरू धेरै गाह्रो लाग्यो भने चाहिँ हजुरलाई डिफ्रेन्ट अप्सन छ। एउटा भनेको चाहिँ 50-50 मतलब 4टा अप्सनमा चाहिँ 2टा अप्सन हजुरलाई कन्फ्युजन लागेको हटाएर चाहिँ हजुरलाई कन्भिनियन्स हुने हो। अर्को भनेको चाहिँ कल अ फ्रेन्ड। त्यो चाहिँ हजुरले मलाई चाहिँ कल गर्न सक्नु हुँदैन बिकज म अलिकति प्रोफेसनल हुनुपर्ने हुन्छ। हजुरले चाहिँ यहाँ साथी यता साथीहरूलाई कल गर्न सक्नुहुन्छ नि सहायताको लागि। अनि हजुरकोसँग चाहिँ यति नै हो है अप्सन। अनि इनकेस हजुरले धेरै नै ग्रिड गरेर चाहिँ माथि जानुभयो अनि पछि हार्नुभयो भने चाहिँ तपाईँको पैसा जेरो हुन्छ है। ओके सो एकदमै केयरफुल हुनुहोस्। तर हिस्ट्रीमा चाहिँ के पनि भएको छ भन्दाखेरि चाहिँ कतिपय चाहिँ मानिसहरूले चाहिँ एकैचोटि 1 करोड लिन चाहिँ डराएर चाहिँ उनीहरूले लिँदैन। अनि लास्टमा चाहिँ क्वेसन चाहिँ एकदम सजिलो भएर चाहिँ रिग्रेट पनि हुने अवस्था हुनसक्छ। सो तपाईँले यो कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ है। हजुर आफ्नो फर्स्ट क्वेसनको लागि तयार हुनुहुन्छ? माइ गड उसले एन्सरहरू हेर हुन्छ। ओके सो स्टार्ट गरौँ है त। नमस्ते प्रीतिजी। हजुरलाई को बन्छ करोडपतिमा स्वागत छ। आज हजुर यहाँ आउनु पर्दा कतिको खुसी हुनुहुन्छ त? अब जितेर जाऊँ यही मेरो उम्मिद छ होइन। इच्छा छ मेरो कतिको एन्सर टेबल छु। हजुरलाई एकदमै गुड न्युज छ। हाम्रो आजको क्वेसन चाहिँ हिस्ट्री भन्दा पनि समथिङ रिलेटेड टु आवर ब्रेनहरूमा चाहिँ बेसी छ होइन। ओके सो अब हामी फर्स्ट क्वेसनतर्फ जाँदा हुन्छ है त। ओके सो फर्स्ट क्वेसन भनेको चाहिँ नेपालको राष्ट्रिय गानाको नाम के हो? हजुरले फर्स्ट राउन्ड चाहिँ पार गर्नुभएको छ। अब हाम्रो प्रीतिले चाहिँ 1000 रुपियाँको क्वेसनको एन्सर चाहिँ गरिसक्नुभयो। अब चाहिँ 2000 तर्फ क्वेसन जानुहुन्छ के हजुर रेडी हुनुहुन्छ? के हजुर पछि लोभ गरेर पैसा हर्ने त होइन? रिस्क लिन चाहनुहुन्छ नि है? ओके सो सेकेन्ड क्वेसन भनेको चाहिँ हेर्नुहोस्। When someone says I know everything, I trust my intelligence, तर he fails the exam. कसैले यदि मलाई सबै थाहा छ त्यही भएर मैले पढेर आएको छुइनँ भन्छ, त्यही पनि ऊ एक्जाम फेल हुन्छ भने चाहिँ उसलाई चाहिँ यो कन्डिसनलाई हामीले के भनेर बुझ्न सक्छौँ? अप्सन ओभर कन्फिडेन्स, अर्को भनेको चाहिँ हाई इन्टेलिजेन्स, अर्को भनेको चाहिँ डिप्रेस्ड, अर्को भनेको चाहिँ म्यानिया। के होला हजुरको एन्सर? हजुर स्योर हुनुहुन्छ? लक गरिदिउँ? कन्फ्युज त हुनुहुँदैन? हजुरसँग अर्को अप्सन्सहरू छ है त? 50-50 को अप्सन, कल अ फ्रेन्ड होला त? ओके सो थ्याङ्क यू। हजुरले यो एन्सर नै मिलाउनु भएको छ। ओके सो अब हामी 5000 को क्वेसनतर्फ बढ्दैछौँ है। अलिकति हजुरलाई नर्भस छ भने पानी खानुहुन्छ? पानी खानु है। अब हामीले चाहिँ छोटो एउटा पानीको लागि ब्रेक दिएको छ। केही सेकेन्डपछि हामी फेरि मिल्नेछौँ। ओके हामी फेरि ब्याक छौँ। अब नेक्स्ट क्वेसन चाहिँ 5000 को वाली हुनेछ। हजुर एकदम एक्साइटेड हुनुहुन्छ त? यस अर्को भनेको चाहिँ हेरौँ है त। कसैले मलाई सबै थाहा छ भनेर तपाईँलाई भन्नुभयो भने तपाईँले के गर्दा चाहिँ उचित हुन्छ त? हजुरको रेस्पोन्स चाहिँ के गर्दा चाहिँ बेस्ट हुनेछ? फर्स्ट भनेको चाहिँ उनीहरूलाई पत्याउनु पर्ने, हजुरले बिलिभ गर्ने। अर्को भनेको चाहिँ उनीहरूसँग सहमति जनाउनु पर्ने। अर्को भनेको चाहिँ होइन कि होइन भनेर उनीहरूसँग झगडा गर्ने। अर्को भनेको चाहिँ उनीहरूलाई मन्द मुस्कान दिएर टपिकलाई हामी अर्कोतर्फ मोड्ने। के होला त एन्सर? तपाईँ के गर्नुहुन्छ? के यो हजुरको कन्फर्म हो? त्यो अर्कोमा मेरो पोइन्ट अफ भ्यू हो। हुन त एन्सर यो हुन सक्छ होइन। अब उसको कुरामा सहमति जनाउने त्यो पनि हुनसक्छ एन्सर। नत्र अब स्माइल गरेर अरू टपिकमा जम्प गर्ने होइन। ह्याप्पी न्यु इयर पनि हट नहोस् भनेर। स्माइल एन्ड जम्प गर्ने। तपाईँको एन्सर मिलेको छ। तालीले चाहिँ 5000 को क्वेसन चाहिँ मिलाइसक्नु भएको छ। के भएर उसलाई ताली बजाइदियोस् स्मृति। अब चाहिँ अन्त अब चाहिँ 10000
जान हजुर रेडी हुनुहुन्छ ओके यसको लागि चाहिँ हजुरसँग विभिन्न अप्सनहरू नि छ है त कल अफ फ्रेन्ड हुन्छ अथवा 50-50 को अप्सन्सहरू नि छ कन्फ्युज लाग्ने बित्तिकै भनिहाल्नु ल म स्टार्ट गर्छु ल एउटा मान्छेले एकदमै धेरै खाना नि खोज्दैन अरे होइन अनि पछि उसलाई केही कुराको नि वास्ता नै छैन अरे उसलाई चाहिँ हरेक कुराबाट चाहिँ डिसइन्ट्रेस्ट भएको छ अरे अनि उसलाई चाहिँ पिज्जा चाहिँ पहिला सबभन्दा बेसी मनपर्ने खानेकुरा थियो तर अहिले त्यो नि खान मन लाग्दैन अरे यो कुन कन्डिसनको इफेक्ट हो फर्स्ट भनेको चाहिँ अफेजिया अर्को भनेको चाहिँ एन्हेडोनिया अर्को भनेको चाहिँ डेलुजन अर्को भनेको चाहिँ अटिस्टिक के यो कुरा लक गरिदिउँ कन्फ्युज हुनुहुन्छ एकदम राम्रो सोध्नु हजुरसँग लाइफ लाइनहरू स्टिल अभाइलेबल छ हजुरले अहिलेसम्म नि एउटा लाइफ लाइन युज गर्नुभएको छैन मतलब he is hungry but doesn't want to eat. He likes pizza but doesn't want to eat. Disinterested and everything. त्यही हो It can't be delusion, it can't be autism, it can't be spicy also. It is anhedonia. ओके सो लक गरिदिउँ स्योर हुनुहुन्छ कि हजुरले सबै पैसा गुमाउने त होइन नि ओके सो हजुरको एन्सर मिलेको छ ताली बजाऊ ओके सो अब अर्को क्वेसन भनेको चाहिँ 20,000 को क्वेसन हो यसमा चाहिँ हजुरहरूले गाह्रो अलिकति हुनसक्छ होइन अरू लेभलभन्दा गाह्रो भयो भने मलाई भन्नुहोस् है त हजुरको अप्सन्सहरू म भनिहाल्छु अब कुन चाहिँ पार्ट हो जसले चाहिँ कुन चाहिँ पार्ट अफ ब्रेनले चाहिँ हाम्रो जिउलाईको ब्यालेन्समा चाहिँ मद्दत गर्छ एन्सर्सहरू नि सुन्नु है त अर्को फर्स्ट भनेको चाहिँ फ्रन्टल लोब हो सेकेन्ड भनेको चाहिँ सेरिबेलम हो थर्ड भनेको थ्यालामस र अर्को भनेको चाहिँ हाइपोथ्यालामस सेरिबेलम के हजुर कन्फिडेन्ट नै हुनुहुन्छ सोच्नुहोस् 20,000 को क्वेसन हो कतै यो फ्रन्टल लोब त होइन अगाडिको लोबले ब्यालेन्स गर्ने पा हो कि सेरिबेलम लकै गरिदिउँ है त हजुरको एन्सर मिलेको छ हजुरले 20,000 त्यही भनेर हजुरले अहिलेसम्म क्यालकुलेट गर्नु पर्दाखेरि एउटा त 1,000 को मिलाउनु भएको छ 2,000 को मिलाउनु भएको छ 5,000 को मिलाउनु भएको छ 10,000 को मिलाउनु भएको छ र फाइनली 20,000 को नि मिलाउनु भएको छ टोटलमा हजुरले 5वटा क्वेसनको चाहिँ एन्सर करेक्टली दिनुभएको छ त्यही अनुसारको चाहिँ हजुरको चाहिँ ब्यालेन्स चाहिँ हुँदै गइरहेको छ है त अर्को क्वेसनमा जान चाहनुहुन्छ कि एकछिन ब्रेक लिउँ त हामीहरू भन्नुहोस् ओके सो एन्सरको क्वेसन नै गर्ने है त अर्को क्वेसन चाहिँ गरौँ है त अब हजुरलाई धेरै सजिलो भयो कि के हो मैले गाह्रो गाह्रो क्वेसन ल्याउनु पर्ने हो ल हुन्छ अब एउटा मान्छेले कोठा सफा गरेको गरै गर्छ 3वटा बिजनेस खोलेको छ नोबल पनि लेखेकै छ र 3 दिनदेखि राम्ररी सुत्न पनि सकेको छैन भने हामीले यस्तो अवस्थालाई के भनेर बुझ्न सकिन्छ हजुरहरूको अप्सन फर्स्ट रहेको छ डिप्रेसन सेकेन्ड रहेको छ बाइपोलर डिसअर्डर थर्ड रहेको छ म्यानिया र फोर्थ रहेको छ स्लिप डिसअर्डर ल एन्सर हजुरलाई केही कन्फ्युजन छ भने भन्नुहोस् है त हजुरसँग 50-50 को नै अप्सन छ नि त हजुरलाई चाहिँ अब अलिक गाह्रो छ भने हजुरको साथीले हेल्प गर्न सक्छ उसले नि एकदम एक्सपिरियन्स भएर आएको छ के गर्न चाहनुहुन्छ आफै एन्सर गर्नुहुन्छ कि उसलाई साथीलाई हेल्प गर्ने It can be sleep disorder. म हजुरलाई अब चाहिँ साथीको सल्लाह अथवा 50-50 गर्दा चाहिँ अलिक राम्रो हुन्छ जस्तो भनेर सल्लाह दिन चाहन्छु बिकज हजुरले एकदमै धेरै क्वेसनको एन्सरहरू कन्फिडेन्टली दिनु भइसक्यो होइन तर यो क्वेसन अलिकति ट्रिकी नै छ होइन साथीलाई भन्दा अलिकति बेटर होला जस्तो लाग्यो मलाई ल यस्तै गर यस्तो गरेर ल ओके सो साथी आउनुहोस् नमस्ते हजुरलाई हाम्रो को भन्छ करोडपतिमा स्वागत छ ल नमस्ते भन्नु ल अब यतिकै गर ल अब पैसाको कुरा चाहिँ अब उहाँहरूले नै गर्नुहुन्छ होइन अब त्यो हजुरहरूको आपसको कुरा हो होइन त्यसो ल भन्नुहोस् एन्सर भन्नुहोस् म्यानिया हजुरको एन्सर मिलेको छ ताली सो वेलकम ब्याक टु आवर च्यानल अनि पछि हामीले चाहिँ अघि नै 2टा क्वेसन चाहिँ लेफ्ट गरेको थियौँ हामी सर्ट ब्रेकमा गएको थियौँ अब हजुरलाई कस्तो महसुस भइरहेको छ त ब्रेक पछि अनि हजुरलाई के 1 करोड आई मिन 1 लाख अथवा 1 करोड जित्ने सक्छ जस्तो फिल भन्छ त अब सक्छु जस्तो लागेको
तर अब हेरौँ न कस्तो छ अझै माथि लिनुपर्छ नि त ओके यस्तो ल हामी अर्को नेक्स्ट क्वेसनतर्फ जाउँ ल प्रीतिजी म हजुरलाई क्वेसन सोध्न चाहे द पार्ट अफ ब्रेन द्याट किप्स यु ब्रिदिङ इभन वेयर यु आर अस्लिप कुन चाहिँ पार्ट अफ ब्रेनले चाहिँ हामी सुत्दाखेरि पनि हामीलाई चाहिँ ब्रिथ गर्न चाहिँ हेल्प गर्छ हजुरको अप्सन रहेको छ सेरिब्रम सेकेन्ड रहेको छ सेरिबेलम थर्ड रहेको छ मेडुला अब्लाङ्गाटा र फोर्थ रहेको छ पराइटल बोन हजुरसँग अर्को लाइफलाइन नै छ नि त थाहा छ हजुरलाई कुन चाहिँ लाइफलाइन बाँकी छ के त्यो युज गर्न चाहनुहुन्छ हजुर आफ्नो है मैले हजुरलाई डिस्काउन्ट पनि गरेको हुनसक्छु आफ्नो गडसँग जानुहोस् ओके सो हजुरको एन्सर चाहिँ मिलेको छ हेर्नु बत्ती नि यस हजुरको एन्सर मिलेको छ ओके सो अब लास्ट यो उहाँको प्रीतिजीको चाहिँ लास्ट क्वेसन हो होइन अनि म चाहिँ एकदमै खुसी छु उहाँको यस्तो बेन्चमेट हुन पाउँदा किन भन्दाखेरि यतिको एन्सर दिने मान्छे चाहिँ अहिलेसम्म कोही थिएन होइन उहाँ चाहिँ एकदमै क्यापेबल हुनुहुँदो रहेछ खुसी लाग्यो ओके लास्ट क्वेसन रहेको छ पार्ट अफ ब्रेन जसलाई चाहिँ इमोसनल ब्रेन भनेर पनि चिन्ने गर्छौँ विच पार्ट अफ ब्रेन इज अल्सो कल्ड इमोसनल ब्रेन हजुरको अप्सन रहेको छ इपिथ्यालामस सेकेन्ड रहेको छ लिम्बिक सिस्टम थर्ड छ ब्रोकास एरिया फोर्थ रहेको छ कर्पस क्यालोजम के होला त प्रीतिजु इमोसनल होइन आइम कन्फ्युज टु अप्सन्स हजुरलाई कन्फ्लिक्ट छ भने एन्ड कर्पस क्यालोजम हजुर अलिकति भड्केको नि हुनसक्छ होइन त्यही भएर आफ्नो साथीलाई एकचोटि कल गरेर दिनुहुन्छ ओके सो को साथीलाई चुज गर्नु नमस्ते जयन्तीज्यू अन्त आउने होइन भन्ने मात्र हो कि ल अब हेर्नुहोस् अब उहाँहरूले त हजुरको साथ छोड्नु भयो साथ गर्दाखेरि ओके सो ल हेर्नुहोस् विच पार्ट अफ ब्रेन इज अल्सो कल्ड इमोसनल सेन्टर होइन अब त्यसलाई अप्सनहरू रहेको छ इपिथ्यालामस अर्को अप्सन छ लिम्बिक सिस्टम थर्ड अप्सन रहेको छ ब्रोकोस एरिया र फोर्थ रहेको छ कर्पस क्यालोजम के होला त यो लास्ट क्वेसन हो 1 लाख हारे भने सबै जान्छ फेरि अन्त तपाईँमा ठुलो रेस्पोन्सिबिलिटी गएको छ अब तपाईँ गेस गर्नुहोस् न उहाँहरूलाई अलिकति सजिलो होस् कि एन्सर गर्नलाई ठुलो भएन हजुर उहाँहरूलाई सोध्न चाहन्छु ब्रेनको इमोसनल पार्टको के नाम एन्सर के भन्नुभयो हजुर कर्पस क्यालोजम त्यही हो हजुर अरू साथीहरूलाई केही भन्न चाहनुहुन्छ कि नै त्यही हो ल डी ओके सो ल हेर्नुहोस् थ्याङ्क यू जी ल पर्खिनुहोस् साथीले हजुरलाई एन्सर गर्न चाहिँ गेस गर्न हेल्प गर्नु सर के रहेको छ भन्नुहोस् लास्ट साथीले चाहिँ अप्सन डी कर्पस क्यालोजम भनेको रहेछ तर मलाई चाहिँ किन न किन लिम्बिक सिस्टम हो कि जस्तै लाग्यो ल आँखा चिमिनुहोस् प्रीतिज्यू हजुरको भनेको एन्सर मिलेको छ हजुर करोडपति हुन सफल हुनुभयो यस्तो हामी फेरि आइसक्यौँ अब चाहिँ प्रीति कुमारी गुप्ताजीलाई गिफ्ट दिने पालो हो आँखा चिमिनुहोस् आँखा चिमिनु है ल खानुहोस् यो झर्नै थाल्यो तर तिमीले यो पार्टिसिपेसनको अनि तिमीले फर्स्ट उयो हो नि त त्यही भएर एउटा एक्स्ट्रा पायो बाई ल बाई दुईटै पेन्सिल पाएँ एउटा पेन्सिल